हुनुपर्छ भन्ने मान्यतामा स्पष्ट छ। त्यसलाई द्रुत गतिमा हामीले अगाडि बढाउन सक्यौँ भने तपाईहरु व्यापारीहरु जसले महँगो जग्गा किनेर घर बनाएर आफै त्यहाँ उद्योग स्थापना गर्दाखेरि अलि आफ्नो बचेको पुँजी इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा सिद्धिहाल्दो रहेछ। अनि तपाईहरुले चाहिँ उद्योगमा लगानी गर्नका लागि फेरि चर्को ब्याजमा ऋण लिनुपर्ने अवस्था हुँदो रहेछ। त्यसको मुक्तिका लागि हामी औद्योगिक क्षेत्र निर्माणको कुरा गर्दैछौँ। त्योमा हामी तपाईहरुलाई साथ दिन्छौँ। र अर्को कुरा घरेलु तथा साना उद्योग र उत्पादन स्थापना र उत्पादनको बजारीकरण गर्ने कुरा पनि हाम्रो प्राथमिकतामा छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो लक्ष्मणजीले नै विगतदेखि उठाउँदै आउनुभएको यो जडीबुटीको हब हो। यो वीरेन्द्रनगर यहाँ जडीबुटी प्रशोधन केन्द्र बनाएर यहाँ र मटेरियल होइन, यहाँ प्रशोधित जडीबुटीलाई बाहिर निर्यात गर्ने क्षमताको विकास गर्न सकियो भने तपाईले भनेको प्रश्नमा आर्थिक राजधानी हामी यसलाई बनाउन सक्छौँ। त्यसैले हामीले भनेका छौँ हामी प्रो ग्रोथको हाम्रो पार्टी प्रो ग्रोथ हो। ग्रोथमा हामी प्रो छौँ।